तू इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा। मुझे गिला रहजनों से नहीं, तेरी रहबरी का सवाल है। यो सबै तपाईको नेतृत्वमा भएको लुट तन्त्र हो। यो हिजो भर्खर एउटा पत्रिकामा आयो कि 7 वर्षमा 76,000 इन्डियन्स, 76,000 भारतीय पनि यो नाकाको भएर बाहिर गएको रहेछ। सेटिङ त अन्तर्राष्ट्रिय नै भइसक्यो रहेछ। अनि थाहा थिएन 11 महिनासम्म। थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेको, कि आफ्नै मन्त्रालयमा के भइरहेछ थाहा छैन, के हामी जनप्रतिनिधि भएर भइराखेको मानव तस्करीको बारेमा पनि बोल्न नपाउने। प्रतिवेदन छ त त्यहाँ, फेरि किन तपाईँलाई बहानाबाजी चाहियो? यो त्यसैले नियतमा शङ्का छ र सम्माननीयज्यू, यसमा हामीलाई सन्तोषजनक जवाफ, संसदीय उच्च स्तरीय छानबिन समिति र यसको सबै ठगिएको लुटिएको नेपालीले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ।